तपाईँहरूलाई देखाउँदैछु अनि भिडियो मन पर्यो भने लाइक सेयर गर्नु होला। आज चाहिँ नयाँ फोटो हो, नयाँ भिडियो। अब मैले सुरु गर्छु। बाबाले पनि भन्नुहुन्छ, म पनि उहाँको फोटो, यो बौमाको फोटो। यो चाहिँ के को अरे, यो क्यानभस पेपर हो। यो क्यानभस पेपर हो। यो चाहिँ काठको। अनि यो फेरि भगवानको अर्को पनि देखाउँछ। यो चाहिँ गडाको कति ठुलो छ। यो पनि त्यसकै हो, यो पनि काठको। तपाईँहरूलाई पनि यस्तै बनाउन मन। अर्को पनि छ है, दिनु न। यो चाहिँ मेरो बाबा र म, मेरो मम्मी, यो फेरि म। देख्नुभयो, पुरै ठिकै छ है मलाई। यो चाहिँ तपाईँहरूले चिन्नु हुँदैन, मलाई पनि नाम आउँदैन। दादा पिन्डिक होइन। तपाईँहरूलाई त्यहाँ भएको दादाको नाम आएर भन्ने, तपाईँहरूको मम्मीलाई भन्नु अनि भन्छ है। तपाईँहरू अमेरिका हुनुहुन्छ भने A1 पेन्टिङमा जानु अनि बनाउनु आफ्नो फोटो। सम्झनु होला, यो सिन्सिनाटीमा रहेको छ। यहाँ मम्मीको मुख पनि देखाउनु न। यो मुख मैले उसले देखा। नयाँ कपडा हो, कस्तो लाग्यो? भिडियो मन पर्यो लाइक शेयर सब्स्क्राइब गर्नु होला। तपाईहरु यहाँ अमेरिका हुनुहुन्छ भने किन्ने ठाउँमा जानु अनि यस्तै पाइन्छ। यस्तै कपडा पाइन्छ। अब काठी ठोक्न लाग्यो बाबा गर्दै। यस्तो रे म जुनाउने हो। पहिला त्यसमा पुवा गलौँ। पछि गर्नुलाई चाहिँ गर्न साथीहरु अनि यो भिडियोमा म बोलेको लाइभमा बोलेको आउँछ कि के आउँछ? नमस्ते साथीहरु भयो यहाँ। अब चाहिँ यता चाहिँ म जुन्नाउँछु। बाँकी दिनु घटना बाबा
माथि चढ्नु न यहाँ सटरडे मेरो बाबा यहाँ आउँछ गयो नमिराउनु है तपाईँले ल बोल्नु पर्दैन मेरो छोरीले यहाँ टाङ्नलाई छिन् यहाँ मेरो छोरी युट्युबरहरू छोडिदियो टाँसियो छोडिदियो यता फोटो फोटो ठिक ल धमिलो त्यस्तै ल बनाऊ साथीहरू यहाँ भित्तामा राख्नु लाग्नु भित्तामा राख्नु लाग्नु बिचमा राख हल्लिँदै बिचमा अड्लिन्छ अब अडिन्छ कि छोडेर यो चाहिँ तपाईँहरूले यस्तो फोटो बनाउन चाहनुहुन्छ भने A1 प्रिन्टिङ हाउस सिन्सिनाटी ओहायो सक्नुहुन्छ तल हाल्नु पर्दैन यत्तिकै छोड्यो त छोड्यो हल्लिनु त नहल्लाइकन बस्नु न यत्तिकै ल मेरो छोरी खै यता भन ल के तिमी भन न यसो भन ल यसो भन न यसो भन साथीहरू तपाईँले यस्तै फोटोहरू बनाउन चाहनुहुन्छ भने भित्तामा राख्ने फोटो बनाउन चाहनुहुन्छ भने A1 प्रिन्टिङ हाउसलाई सम्झिन सक्नुहुन्छ भन त ल A1 प्रिन्टिङलाई सम्झिनु होला A1